त्यस्ता भुइँमुट्टा कुरै नगरौँ न मसँग। मैले एउटा रोज्नु बाधा के रोज्नु छ तपाईँले? केपी शर्मा ओली कि प्रचण्ड? म रोज्दिनँ, रोज्दिनँ म किन रोज्ने? ए एलेक्स बर्ता प्रचण्ड त होइन सन्ध्याजी, प्रचण्ड होइन ओली पनि रोज्दिनँ म। ओके, तपाईँ घरको श्रीमती रोज्नुहुन्छ कि बाहिरको श्रीमती रोज्नुहुन्छ? अर्काको श्रीमती? ठिक छ मेरो भाइ। अब मेरो घरमा नि श्रीमती छैन, बाहिर पनि छैन, म कोही पनि रोज्दिनँ नि भाइ। तिम्रो दारी फुलिसक्यो, तिम्रो उमेर नै नेटो काटिसक्यो, अझै बुढी बे गरेको छैनौ? अनि कहाँ बुढी बे गर्छ त? गरे चाहिँ भर्खरकै गर्छु नि यार, कस्तो कुरो गर्छ यार तिमी त। अचम्म। युवराज सफलसँग मासुको पैसा मागिदिनु त भन्नुभएको छ लेमन लाइफले। खै मासुको पैसा कहिले 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 गइएको थियो उहाँको मासु पसलमा दाइ? खै यो बिचरा दिमाग पनि छैन, टेन्सन पनि छैन, त्यो मान्छेले त्यही भएर त्यस्तो भन्दैछ। राजा कि राष्ट्रपति दाइ? दुइटै रोज्दिनँ अहिले म। अहिले राजा पनि छैन, राजा कुरो गर्ने कुरै भएन, राष्ट्रपति अब नागरिकता विधेयक पास गर्ने राष्ट्रपति हुन त मेरो आफन्तै पर्छन्, तर पनि म रोज्दिनँ, म दुइटै रोज्दिनँ म। ओके, भनेपछि तपाईँ पनि राष्ट्रपतिको हातबाट चल्नु भएको छ, तपाईँलाई भरिपूर्ण छ भन्ने कुरो पनि हाम्रो जनताबाट चाहिँ प्राप्त जानकारी पाइसक्यो। र युआर सफल भन्ने व्यक्ति नेपालको प्राइम मिनिस्टर भयो भने हामी भोलिपल्ट इन्डियाको नायकता लिनुपर्ने हुन्छ सुतेर उठ्दाखेरि, यो किसिमका भन्ने कुरा बुझ्यो। र यिनलाई कहिले प्राइम मिनिस्टर होइन। ओके, मुकुन्द घिमिरे कि युवराज सफल भन्नुहोस्, रोज्नुहोस्। राष्ट्रपति अहिले छैन नेपालमा। नेपालको राष्ट्रपति सेरेमोनियल राष्ट्रपति हो होइन, जनताको पिर मर्का बुझ्ने राष्ट्रपति छैन नेपालमा। चीनको जस्तो राष्ट्रपति, उत्तर कोरियाको जस्तो राष्ट्र प्रमुख शासक चाहिन्छ नेपालीलाई। ओके, भात खाएर टकारेर हिँड्नेहरू हामीलाई मुरली बजाएर यहाँ सुनौँ, नेपालमा किन त्यस्ता रोगले ग्रसित भएका ती व्यक्तिलाई प्राइम मिनिस्टर र ती राष्ट्रपति बनाइन्छ दाइ? यो विषयमा तपाईँ किन बोल्नुहुन्न? युवाहरू किन भन्दैनन् राष्ट्रपति? नेता किन भन्दैनन्? अब जनताले तिनीहरूलाई भोट दिए, सांसद भए, अनि सांसदहरूको बहुमत पुर्याएर तिनीहरूलाई राष्ट्रपति प्रधानमन्त्री बनाइदिए। के गर्नु त? भोटले गर्ने रहेछ, हामीले गरेर हुने रहन्छ हो। त्यसको विरोध गरौँ न। त्यो राष्ट्रपति रामचरण के अरे, त्यो काफले कि के? त्यो व्यक्तिलाई जहिले इन्डियामा उपचार गर्नुपर्छ, त्यो व्यक्तिलाई किन बनायो? त्यसको मुद्दा हाल्नुहोस् न तपाईँ, हामी जनता साथमा छौँ। केपीलाई मुद्दा हाल्नुहोस्, प्रचण्डलाई मुद्दा हाल्नुहोस्, ती बुढाहरूको खाडको काम छैन त। तपाईँ जस्तो यङ्गेस्ट मान्छे, यङ मान्छेले नेपाल चलाउने हो। ल ब्रान्डेड पनि नेपालमा छ, अब ब्रान्डेड बोका सोका मिलेर चलाउनु पर्छ। अब के चलाउने दाइ? देश चलाउनु। तपाईँ म प्राइम मिनिस्टर भयो भने तपाईँले मलाई विभिन्न लान्छाला लगाएर तपाईँले मुद्दा हालिहाल्नुहुन्छ, भित्र लगिहाल्नुहुन्छ, म गर्ने के? हाल्दिनँ नचाहिने गफ, कहाँ त्यस्तो हुन्छ यार। ओके, एउटा प्रश्न छ तपाईँले जापानको माइला दाइलाई कुन मितिमा र कहिले तपाईँले मुद्दा हाल्नुभयो? भइहाल्यो, अहिले मान्छे बेहोस हुन्छन्, यस्तो कुरा नगरौँ। होइन, अस्ति एउटा भिडियो बाहिरको रहेछ होइन, मैले हेरेँ, मलाई आएको थियो, बुढा हो बोल्नु हुँदैन हो भनिरहेको थिएँ। यो कुरा सही हो? खै थाहा छैन हो मलाई त्यो त। बोका गगन कि रवि भने, गगन थापा कि रवि लामी छैन दाइ? होइन, मलाई टिप्पणी गर्नु छैन, भनेपछि दाजुभाइको बारेमा बोल्नु छैन। तपाईँले जनताले सोधेको एन्सर दिनुहुन्न, कसरी नेता बन्नुहुन्छ तपाईँ? ती दाजुभाइ हुन् तिनीहरू, ती गगन र रवि दाजुभाइ हुन्। दाजुभाइको विषयमा मैले बोल्दिनँ। दाजुभाइ हुन् तिनीहरू, 9 भाइमा पनि 2 भाइ हुन्। 12 भाइमा 13 भाइ 14 भाइ, ठुलै रवि लाम्छाने, अरू 12 भाइ 13 भाइ 14 भाइ यस्तै हुन्। तपाईँ 12 भाइमा तपाईँ पनि एक त पर्नुहुन्छ नि त मुद्दा हाल्नमा त? मेरो नाम छैन त्यहाँ, म त केही पनि होइन। नेपाल कि भारत दाइ? नेपाल कि भारत? के नेपाल कि भारत रोज्नुहुन्छ तपाईँले? आफ्नो देश नेपाल रोज्छु नि यार, के गर्ने? यो भाइले पनि क्वेसन ल्याउँछ यार। ओके, नेपालीले नेपाल नरोजेर के रोज्छ यार? ओके,
शर्मिला वाइबा कि एलिजा? म चिन्दिनँ भाइ, छोड्यो। ओके, चिन्नुहुन्न उहाँले राजेश हमालाई चिन्नुहुन्छ, विपना श्रेष्ठलाई चिन्नुहुन्छ होइन, दिलीप रायमाझीलाई चिन्नुहुन्छ, तर तपाईँलाई हामीलाई चिन्नुहुन्न। उहाँ अगर मन्त्री हुनुभयो भने हिजोको दिनमा त्यो भाइसँग हामी लाइभमा बसेर चाहिँ तर्क वितर्कका कुरा गर्थ्यौँ भने उहाँले सोच्नु पनि हुन्न। को त्यो ब्रान्डेड बोको भने उहाँ चिन्नै हुन्न। फोन गरेर भने म चिन्दिनँ त भाइ भन्छन्। भनेपछि यिनलाई हामीले नेता बनाऊ कि हामीले म्युनिसिपालिटीको अध्यक्ष बनाउनु भन्नुहोस् गाइजहरू। गर्छ केटोले कुरो यार, ल्याउँछ कुरो ल्याउँछ यार केटोले, के गर्ने। 4 जना गाइज। ओके, फलो गरिदिनु होला। उहाँ हाम्रो युवराज दाइको आगो बालिदिनुहोस् त। गाली गरेर छिर्नुहोस् उतातिर, फलो गरिराख्नुहोस्, गाली गरेर जानुहोस्। उहाँलाई त ताली भन्दा नै गाली मनपर्छ उहाँलाई। आलोचनाहरूको कारखाना हो युवराज सर, गुड टिभी, थ्याङ्क यू राजजी, थ्याङ्क यू सो मच। के गर्ने, आलोचना खाँदा निन्द्रा लाग्छ। गाइजहरू एउटा कुरो, भरे बेलुका चन्दनसँग भयानक गेम हुन्छ है गाइजहरू। मतका 4वटा 5वटा 6वटा गेम हुन्छ। ओके, सबैले फलो गर्नु होला। मुकेश ब्रदर, मुकेश अम्बानी आइसक्नु भएको छ। कपिलजी नयाँ आइडी हो यो मेरो। सबले फलो गर्नु मेरो आइडीलाई, सबले फलो गरेर बेलुका भयानक गेम हुन्छ। त्रिसा यो गेम हारियो भने त्रिसा तिमीसँग बोल्दिनँ बाबा। ओके दाइ, जित्ने तिमीले नै हो, मैले जित्दिनँ, ढुक्का हो तिमी। ओके, यो माथिको गोल पुरा गरिदिनु न गाइजहरू। कोही हुनुहुन्छ गोल? ओहो, पुरा हुँदैन क्या गोल त। ओके ल, थ्याङ्क यू सो मच सबैजनालाई। युवराज दाई तपाईँ ब्रान्डेड बोका, मान्छेलाई नदे धोका। कस्तो मान्छे फोन हाने गर्छ यार, तपाईँलाई मुद्दा हाल्नको लागि फोन गरेका। खै किन गर्यो त्यो त थाहा छैन। जङ्गलकै चिडियाखाना अरे गाइजहरू पनि हाँस उठाउँनुहुन्छ यार, कसम बिल्ला यार। हेलो साथीहरू, ल है 100 कटिहाल्यो, मलाई अरू चाहिँदैन। 100 कटिएपछि मलाई पुग्यो। ओके, एकचोटि फोन काटेपछि त बुझ्नु नि यार, कस्तो पागल। मेरो पहिलो भिडियो कस्तो लाग्छ सबैले हेरिदिनु त। पहिलो भिडियो हाम्रो आइसक्यो त, सुर्ती खाने पैसाको लागि भिडियो आइसक्यो त, हेर्नुहोस् त गएर पहिलो भिडियो। पहिलो भिडियो गएर हेरिदिनु त, रिपोस्ट गरिदिनु ल, रिपोस्ट गरिदिनु ल सबैले, रिपोस्ट पहिलो भिडियोलाई। उक्सुम बिल्ला। ओके, उताको दाइलाई केही नभन्नु। थ्याङ्क यू नरेश जी, थ्याङ्क यू हजुर। हाम्रो सामाजिक सञ्जालमा उहाँ जस्तो मान्छे पनि चाहिन्छ क्या, हल्का कृष्ण प्रधान हल्का उक्सुम बिल्ला उहाँ जस्तो व्यक्ति पनि चाहिन्छ हाम्रो सामाजिक सञ्जालमा, रमाइलो गर्नको लागि, इन्जोय गर्नको लागि, इन्टरटेनमेन्टको लागि। बस